आज म केही पनि गर्दिनँ। आज जगदीश खरेलको तारिफ मात्र गर्छु यो भिडियोमा। बार फाउन्डेसनबाट कोटा पाएर मन्त्री भएको, सञ्चार मन्त्री भएको आरोप, अवसरवादी भएको आरोप सँगसँगै ललितपुर 2 मा उहाँले जित्नु भएको छ इलेक्सन। पक्कै पनि भावी सञ्चार मन्त्री हुन पनि सक्नुहुन्छ, नहुन पनि सक्नुहुन्छ। तर त्यो ठुलो प्रश्न भएन। तर उहाँलाई जुन आरोप प्रत्यारोप उहाँले खेप्नु परेको थियो, त्यस बीचबाट उठेर यो इलेक्सन जित्नु एकदमै ठुलो कुरो हो। घन्टीबाट उठेको त जसले पनि जित्छ भन्ने यो एउटा न्यारेटिभ खडा भएको छ। उहाँ जस्तो मान्छेले जिते त आई एम भेरी मच ह्याप्पी। कसैले पनि उहाँ सञ्चार मन्त्री हुँदा कति खतरा काम भयो भनेर कसैले पनि कुरा गरेन। त्यही बार फाउन्डेसन, त्यही अवसरवादी, अरू केही पनि दिमागमै छैन कि कसैको। सञ्चार मन्त्री हुँदा सबैभन्दा गाह्रो काम गरेको हो जगदीश खरेलले केपी ओलीसँग भेटेर त्यस्तो बेला जब एमाले इलेक्सन जो हुन दिन्न, हामी इलेक्सनमा जाँदै जान्नौँ भन्ने बेला, किनभने पहिलेदेखि इन्टरभ्यू गरेर आएको, उहाँलाई सजिलो पनि भयो। तर जुन इन्भाइरोमेन्ट बनाउनु भयो प्रचण्डसँग मिलेर, शेरबहादुर देउवासँग मिलेर, हरेक पार्टीका मेन मान्छेसँग मिलेर, जो इलेक्सनको खिलाफ पनि थिए, इलेक्सन हुन्छ कि नै भन्ने त्यस्तो गाह्रो स्थितिमा सञ्चार मन्त्री भएर कति राम्रो काम गर्नुभएको छ। कसैले पनि हेर्दैन त्यस्तो कुरा। हामीलाई त आरोप मात्र गर्न हामीले सक्छौँ कि। उहाँले कतिचोटि भन्नुभयो, बार फाउन्डेसनमा म थिएँ, 20 वर्ष पहिला मैले राजीनामा दिइसकेको थिएँ। तर अनि अर्को कुरा, बार फाउन्डेसन भन्ने बित्तिकै त्यो मान्छे नराम्रो कसरी भयो। अब हाम्रो एउटा न्यारेटिभ छ कि एनजिओमा काम गरेको मान्छे सबै गलत भइयो, सबै गलत के। आइएनजिओले कति फाइदा गरे नेपालमा, कति गरिब दिन दुखीहरूको सहयोग गरे, कसैलाई थाहा छैन त्यसको इम्पोर्टेन्स। हामीलाई त सिधै विदेशीको मतियार भनिदियो, खत्तम। त्यो बाहेक त हामीले केही गर्नै छैन कि। अनि त्यसकै सन्दुक रोहित अध्यक्ष हुनुहुन्छ, सन्दुक रोहितलाई पनि आरोप लाए हुन्छ। एउटा कुरा यति याद राख्नु, आइएनजिओसँग लिङ्क हुँदाखेरि नै त्यो मान्छे गलत कहिले पनि हुँदैन। अनि जगदीश खरेल त मलाई त एकदमै मनपर्ने मान्छे। उहाँलाई अवसरवादी भन्नेहरूलाई पनि मेरो एउटा सरल एन्सर छ, अवसरवादी हुनपर्छ कहिलेकाहीँ। सञ्चार मन्त्री हुनुभयो, मैले अझै अवसर पाएँ भने देशको लागि 5 वर्ष अझै सञ्चार मन्त्रीको रूपमा काम गर्न पाएँ, अझै गर्न सक्छु यार, यति थोरै महिनामा त यति राम्ररी गरेँ, अझै गर्न सक्छु यार भन्ने लाग्यो होला। अवसरवादी हुनु कुन गलत कुरो भयो? कहिलेका अवसरवादी हुनुपर्छ ठुलो कामका लागि, देशका लागि, जनताको लागि। वेल डन जगदीश खरेल, थ्याङ्क यू। अनि पछिका लागि बधाई।